नागरिकता छ नि तपाईँको? नागरिकता छैन, बुढोको छ। वंशजको नागरिकता छ बुढा मान्छे। बुढोको छोराहरूको पनि बनाउनु भयो होइन? हजुर छोराहरूको पनि बनाएको छ नि त। सबैको बनाएको छ। अब छोराको पनि नागरिकता बनो, श्रीमानको पनि छ, तपाईँको छैन। मेरो छैन। लु भन्नु के समस्या छ त तपाईँलाई? अब नागरिकता नहुँदाखेरि, हजुर नागरिकता नहुँदा तपाईँलाई के समस्या छ सुनाउनु त। के समस्या छ? जन काम गर्नु जाँदैछु बुढो दिउमा, हेर्नु नि। कति वर्षको हुनुभयो? गाउँको मान्छेलाई कति वर्षको हुनुभयो? वर्षको त थाहै भएन। अब आमा बाउ हुँदाखेरि कागजमा हेर्ने भाइ पहिले त हामीहरूको पालामा त जन्मदाता थिएन, केटाकेटीको आजकल त हुँदैछ। हामीहरूको वर्षमा थिएन जन्मदाता लेखाउनु। तपाईँले तपाईँको श्रीमान बाचा जिउँदो हुँदाखेरि तपाईँले मेरो नागरिकता बनाइदिनु भन्नु भएन? भनेको थियो कि अब छोराहरूको नागरिकता बनाउनु जाँदै थियो नि, त्यतिखेर म पनि कपडा तपडा लगाएँ जानुलाई। हजुर। अब छोराहरू भन्यो कि आमा यस्तो भिडमा नजानु, तपाईँ पछाडि जानु, पछाडि बुवाले बनाइदिन्छ, हामीहरूको चाहिँ अगाडि बनाइदिन्छ। अनि त्यस्तो भनेर मैले लुगा तलेर राखेँ। अब गए छोराहरू। तपाईँ त्यतिखेर जानु भएन? छोराहरूको नागरिकता बन्यो, तपाईँको बनेन? बनेन। नभए त त्यतिखेर नै मेरो पनि बन्ने थियो। अब छोराहरूले गाडी पारिदियो मलाई, नजानु पछाडि बुवाले पछाडि बनाइदिन्छ, त्यस्तै भनेर। अब उनीहरूले पनि यस्तो हुन्छ भनेर सोचेको थिएन होला नि त। नमस्ते दाई, के लिएर आउनुभयो? अब छोराहरूलाई भन्दैछु बनाइदियो। अब तपाईँले एउटा काम गर्यो भने चाहिँ बन्छ फेरि। आमा सुन्नु, जसरी भए पनि बनाइदिनु नि। जसरी भए पनि भनेको त कानुन अनुसार हुन्छ नि त। अब सुन्नु, बाको नागरिकता छँदैछ, त्यो विवाह प्रमाणित पनि बिहा दर्ता पनि बनाउला, केही फरक पर्दैन। तर तपाईँले माइतीतिरको त्यो कुनै न कुनै एउटा आधार चाहिँ लिएर आइदिनु पर्यो। त्यति ल्याइदिनु भयो भने बनि नै हाल्छ।